सजिलो लाग्छ कि लास्टै अब पहिलो भिडियो हेरेर आउनलाई त थाहा भइसक्यो होला होइन म किन रेडी हुँदैछु भनेर होइन नहेर्नु भएकोले गएर हेरेर आउनुहोस् यही छ मेरो इच्छा म त यो कति राम्री भन्ने गीत कति मनपर्छ मलाई साह्रै राम्री छु क्या मलाई म साह्रै मनपर्छ साथीहरू तपाईँहरूलाई म कस्तो लाग्छ भन्नुहोस् त ल हेर्नुहोस् है यो साडी के अरे मोटो मान्छेहरूलाई चाहिँ के अरे यो गाँठो बनाउँदा साडी सकिनु भयो अरे अनि सकिँदैन हजुर यति सानो गाँठोले के सकिन्छ भन्नुहोस् त ल हेर्नुहोस् है यो राइट हात हो मेरो यो लेफ्ट हो है ल राइटबाट यहाँ स्वाट पार्ने धेरै उता पनि लानु पर्दैन स्वाटै पार्ने त्यसपछि यहाँ स्वाटै यसरी होइन अनि ब्याक साइड क्लियर एकदमै क्लियर है यो ब्याक साइड पनि एकदमै क्लियर साडी लगाउँदा यो पछाडिको भाग तपाईँले यसरी राख्नु भएन भनेदेखि लामो छोटो साडी लत्रिने काम यहीँबाट सुरु हुन्छ बुझ्नुभयो होइन ल दुपट्टा मलाई त चिप्लो साडी लगाउनु भन्दा यो लगाउनु एकदम मनपर्छ अब मनपर्छ भनेर सधैँभरि यही लगाएर बस्नु पनि त भएन नि जहाँबाट सुरु गरेको त्यही आएर खतम गर्ने जाडो महिना सकिन लागिसक्यो है लाउनु त पर्यो नि अब 2-4 दिन फेरि हेभी साडी नै आउँछ ल नरिसाउनुहोस् कति राम्री छु कि म है राम्री छु कि छैन भन्नुहोस् ल अब यो सबको मैले साडी त 4-5 मिनट भित्र लाउँछु अब यहाँ त गफ पनि त लाउनु पर्यो नि अहिले होइन म त बेउडी नै जस्तो लाग्नु लागिसक्यो साथीहरू यति धेरै मन पराइदिएको छ कि मेरो साडी लगाएको भिडियो होइन यति धेरै मन पराइदिएको छ कि तपाईँहरूले होइन लभ यु है एकदमै धेरै मन पराइदिनु भएको छ होइन ला गयो नगयो कहाँ सजिलो छ र साडी लाउनु हिजो भर्खर हालेको भ्याइँदैन एउटा न एउटा त भइहाल्छ ल हेर्नुहोस् है धेरै ठुलो यो सबको पनि राम्रो देखिँदैन हेर्नुहोस् है सबको भने ठिक्क अब यो चौबन्दीमा त झन् एकदमै मिलाएर लगाउनु पर्यो नि होइन सानीमा भएपछि त स्पेसल त देखिनै पर्यो होइन सानीमाको कामै साडी त अब त्यस्तै हो होइन म चाहिँ कस्तो छु फेरि यो रोइरक्छु भनेर कहिलेकाहीँ त रुनु परिहाल्यो नि त्यो रोको भिडियो आजसम्म मेरो भिडियोमा चाहिँ होइन नराम्रो कमेन्टहरू आएको छैन होइन त्यसलाई चाहिँ म त्यसमा चाहिँ एकदमै धेरै खुसी लाग्छ कि मलाई